सास गयो खेलेपछि डरो खेल्नु। ह्याप्पी तिहार। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। मेरो नाम चाहिँ सुजाता गौतम फ्रम ताप्लेजुङबाट। अनि आज चाहिँ हामी देउसी भैलो खेल्न भनेर हिँडेको छौँ तिहारको लागि। यस्तो रमाइलो गरौँ भनेर अब चाहिँ हामी हिँड्न लागेको। सो गाइज अब चाहिँ हामी लागेको सबैजना। आयो हामी चाहिँ आधी बाटोमा आयौँ, जङ्गलको बाटो। हामी चाहिँ देउसी खेल्नलाई चाहिँ 1 घन्टा हिँड्नुपर्ने हुन्छ। असिन पसिन भइसक्यो। यहाँ चाहिँ रेडी हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो सान दाजु, यता छन् हाम्रो केटाकेटी नाच्नेहरू। आयो थक्यो गाइज, रहर गरेर मात्रै हुँदैन, के गर्नु गाह्रो छ होइन? लाज लाग्छ। आयो आधी बाटो थाक्यो। हे भगवान्, मऱ्यो सास गयो जल्दी। साह्रो पर्यो, साह्रो यस्तो दुःख देउसी खेल्नलाई। हे प्रभु, हेर त उकालोमा पर्छ। हिँड्दैछौ तिमी त, हिँड्दैछौ त साना। मेरो त बाटो चाहिँ यसो ठाडो छ, त्यो मऱ्यो बाटो चाहिँ पर्वत जस्तो। त्यो अवस्थामा छ हामीहरू। बिजोक ल मलाई बस्नु पाइयो। सबै बसिरहेछन्। यो गरौँ न त, गरौँ। यति साह्रो पर्थ्यो भने त किन आउँथ्यो नि भगवान्। ए प्रभु, मलाई बोकाउ भलक त बनाइयो, तर अनुहारहरू सबै रातो भएको छ है। यस्तै हो राति त, गर्मी भएर। तर गर्मी पुगेको छ। अब चाहिँ हामी नाच्ने ठाउँमा आइपुग्यौँ। अब साह्रो पर्यो, तर यो चाहिँ हाम्रो डेस्टिनेसन। यहीँ हो फाइनली आइपुग्यो। आमा त कुकुरले तर्साउँछ कि क्या, खाने हो कि बा। ल आयो गाइज, आयो गलेर मऱ्यो, तर सस्तै गयो होइन त। ल गीत बजाउँ त, नाचिहालौँ। गलेर सबैजना बोल्नु भएन तपाईँ चाहिँ। मलाई त एक्लै बोकाउँछ यत्रो टुङलुङ होइन, सुँगुरको डुँडहरू गरेर सबै हैरान पर्यो। लिम्बू संस्कृति अनुसारको च्याब्रुङ नाच हो। हामी नाच्न गएको ठाउँमा चाहिँ उहाँहरू नाच्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ भिडियो अलिकति भएर क्याप्चर गरिहालेँ। यसलाई चाहिँ लिम्बू संस्कृति अनुसार च्याब्रुङ नाच भन्दो रहेछ। अघि गर्मी भयो, अहिले जाडो भयो। हटाउनै छोडो फेरि।
देउसुरे देउसुरे नहाँस न लु उज्यालै भयो आज होइन त देउसी खेल्न गएको उज्यालै भयो त्यही पनि हामी चाहिँ नसकिकन आएको उज्यालै भइसक्यो लु सास नपास भयो टाढा बाटो हिँडेर हो हाम्रो देउसी चाहिँ नखेल्नु नखेल्नु खेलेपछि डरो खेल्नु मरेर लानु केही छैन हे भगवान् ह्याप्पी भाइटिका हाम्रो चाहिँ भाइटिका पनि सक्यो भाइटिकाको भ्लग चाहिँ मैले खासै बनाइनँ किनभने हिजो रातभरि देउसी खेलेर आएर अल्छी लाग्यो बनाउने अनि सक्यो साथीहरू सबैजनालाई ह्याप्पी तिहार ओके बाई ह्याप्पी तिहार एकदम रमाइलो भएको छ आज चाहिँ हाम्रोमा यहाँ आधी मान्छे चाहिँ आउने बाँकी छ उनीहरूलाई पनि म आएपछि क्याप्चर गर्छु निद्रा त मलाई पनि लागिरहेछ तर पनि